हेलो एन्ड नमस्ते, वेलकम ब्याक माई अर्को भिडियोमा। आज हामी शनिबारको दिन सट्ट घुम्न जान लागिरहेछौँ साथीहरूसँग। अनि हामी चाहिँ यता साउथ कोरियामा चाहिँ अहिले फुल फुल्ने सिजन हो, साकुरा फुल्ने सिजन। साकुरा नि सकिसक्यो भन्ने सुनेको थियौँ। अब हामी आज जाँदैछौँ, लेट्स सी कस्तो हुन्छ हेरौँ। चस्मा लगाओ त हाम्रो अशोक श्रेष्ठ लक्ष्मण खतिवडा। आज हामी चाहिँ सट्ट नजिकै हो। फाइनली म नि चस्मा लगाएको छु, कस्तो देखिरहेछ गाइस। एआरसीहरू सबै उयो गरेर बोक्यो होला नि। ल हाम्रो रुमको अवस्था चाहिँ यस्तो छ। यो चाहिँ हाम्रो कम्पनी युनिफर्म है गाइस, कम्पनी युनिफर्म। अनि अब हामी पर अर्को दाइहरूसँग जाने हो। अनि यहाँ कम्बोडियनहरू बस्छ, हामी यता बस्छौँ। सो अब हाम्रो चाहिँ 11 साढेको गाडी छ। 11 साढेमा गाडी चढेर सट्ट जाने। अनि चाहिँ फुल फुलेको ठाउँमा जाने। फुल झरिसक्यो कि छ त्यो त थाहा भएन, जाने हो सट्ट अब होइन। यस म यस्तो छु। अलि छिटो गर न हो दाजुभाइहरू। यहाँ चाहिँ यस्तो दामी फुल फुलिरहेको रहेछ। यो के फुल हो? अब हामी चाहिँ जाँदैछौँ उता हाम्रो दाइहरूको रुम जाने। अनि त्यहाँबाट जाने गाडी चढेर। मैले चाहिँ सर्ट खोलेर अहिले टी सर्ट लगाएको छु गाइस। यस्तै छ अब। नेपालबाट आउँदाखेरि यो चस्मा ऐनै देखिँदैन त्यसरी ब्याक हो नि त। हाम्रो बस स्टप चाहिँ यहाँ माथि छ, यहाँ माथि। अब यहाँबाट चाहिँ त्यहाँ हाम्रो दाइहरूको रुम नि त्यही हो। यहाँबाट चाहिँ हामी सट्ट गाडी चढेर फुल फुलेका ठाउँमा जान्छौँ। अनि टक्क फोटो खिच्ने, भिडियो बनाउने, रिल बनाउने, टिकटक बनाउने। अनि चाहिँ सट्ट आउने, रमाइलो गर्नुपर्छ 2 दिनको जिन्दगीमा। यहाँ मासतिर नि फुल चाहिँ फुलिरहेछ है, जङ्गलतिर। तर यो चाहिँ यतातिर चाहिँ खासै धेरै छैन, त्यही भएर खास राम्रो देख्दैन। यो पारितिर नि छ यिनीहरू हो। गीत पनि फेरि आइहाल्छ त फेरि, कम्बोडियनहरूले गाउने गीत यार। यहाँ माथि चाहिँ हाम्रो दाइहरूको रुम यो चाहिँ। अब यहाँ हाम्रो सिनियर दाइहरू हुनुहुन्छ, उनीहरूको रुम जाने। अनि यहाँ चाहिँ फेरि हाम्रो बस स्टप। अब यो चाहिँ बस स्टप हो हाम्रो। बस स्टप अब यहाँबाट हामी गाडी चढेर जान्छौँ। यहाँ पारतिर नि फुलिरहेको त साकुरा त, यतातिर नि साकुरा त फुलिरहेको रहेछ। नेपालमा चाहिँ पयु भन्छ, यहाँ चाहिँ साकुरा भन्छ रहेछ। अनि गाइस वेलकम दाइ मेरो भिडियोमा। यहाँ दाइहरूसँगै हामी यहाँ माथि दाइबाट दाइले झ्यालबाट हेर्दा हुन्छ।
छिटो आउनु है दाइ हजुर सेम सेम चस्मा परेको छ कि हजुर दाइ ए गोल्डन दाइ र मेरो चस्मा सेम सेम परेको अरे गाई टिमुबाट मगाएको एउटै ब्रान्ड परेछ फेरि कलर बाहेक फेरि सुदीप ख्याङ्गिदो गयो त यता गयो भने थेजन 350 आयो भने जान्छ उता उता झर्छ त्यहाँबाट जाने हेलो सरजी वेलकम वेलकम हेत नलजाऊ न यार साकुराको अवलोकन गर्न हामी चाहिँ टक्क जाँदैछौँ अब साकुरा कस्तो छ त गाइस साकुरा ल कोरियामा फर्स्ट टाइम हामी फपकोट हेर्न जाँदैछौँ क्यामेरा देख्ने बित्तिकै लजाउनुहुन्छ फेरि यार यहाँ पर एउटा पाहाड केटाहरूको इन्टरभ्यू लिनुपर्छ क्या हो उयो माथिको चाहिँ होटल जस्तो छ होटल रहेछ इलेक्ट्रिक बस तिमीलाई थोङ आँक्छ सिद्धै रहेछ सिधै थोङ आँक्छ हामी मिस्टेक वे आए जस्तो छौँ तर हिँड्दै जाने भयो जा ठिकै छ ल यसलाई चाहिँ भनिन्छ साकुरा मान्छे हिँड्नु पाइन्छ नत्र भने किन यो उयो गरेको ल फुल यतातिर फुलिसकेको छ सट्ट थोङ आँक्छमा भरे व्यस्त भयो भने मान्छे धेरै भयो भने हामी चाहिँ यही आएर भिडियो बनाउनु पर्ने हुन्छ उ यतातिर इस हैन अशोक सर टिकटक बनाउनु पर्ने हुन्छ रिल बनाउनु पर्ने हुन्छ भिडियो बनाउनु पर्ने हुन्छ यस्तो दामी दामी फुल फुलिरहेछ यताले रोडको छेउछेउमा ओ माई गड थाकियो फाइनली गाइज हामी अब एक दुईवटा फोटो सुट गरेपछि चाहिँ टक्क अगाडि बढ्दैछौँ फुलहरू यता पनि भिडियो बनाउँदै हुनुहुन्छ फोटो खिच्दै हुनुहुन्छ सट्ट होइन अब अशोक सर चाहिँ मेरो क्यामेराम्यान हो यहाँ कोरिया आएपछि जति पनि टिकटक बनाउँछ सब उहाँले खिचिदिने हो अनि फाइनली हामी अब यता जान्छौँ बबाल यस्तो बबाल बबाल फुल होइन फोटो खिच्न चाहिँ अस्तिको हप्ता आउनुपर्ने रहेछ यो हप्ता त सब धरिसक्यो यस्तो बबाल सकिएको दामी छ दामी
फेरि हरियाली भएको बेला आउनु पर्ने हुन्छ नि त यहाँ एकछिन कपाल कपाल भिडियो बनाउँदै लाइफ म्युजिक गरिरहेको गाइज हामी पानी परेर चाहिँ यहाँनिर यस्तो ठाउँमा बिजो भएर बसिरहेको छौँ पानी यस्तो पानी परिदिएर यस्तो कालो पानी परेर बिजोक बनायो फुलेको फुल ल जिम गर्यो जिम 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 बडी बनायो बनायो अशोक सर कोरियन आर्मीको लागि तयारी भइरहेको अशोक सर कोरियन आर्मीको लागि तयारी हुँदैछ यताको सिन यस्तो छ तर लास्ट जाँदो भयो नि त यार खोङजु सिटी थुङाक्सा यतातिर हेर्दा चाहिँ अलिअलि युरोपको उयो आउने रहेछ युरोपको भाइब आउने रहेछ यतातिर हेर्दा चाहिँ यसमा चाहिँ पानी फुल भइदिएको भए अझ दामी हुन्थ्यो छट्ट होइन अनि यहाँनिर लभ बर्डहरूको लागि लभको सिग्नल साइन पनि रहेछ छट्ट यो चाहिँ के रहेछ मेरी माया फूल जस्ती बस्ने नि ल यहाँ हाम्रो दाइहरूको फोटो सेसन चलिरहेछ सट्ट यो सब दाजुभाइहरू चाहिँ हामी एउटै कम्पनीको हो आज गुड स्याटरडे मनाइरहेछौँ यो हाम्रो साथी चाहिँ कम्बोडियाको हो फ्रम कम्बोडिया यता हाम्रो फोटोग्राफर यता हाम्रो दाजुभाइहरू सट्ट अब हामी माथितिर जाने टक्क ल गाइस माथितिर जाऊँ न अलिकति अहिले रात पर्छ गौतम बुद्ध गौतम बुद्धको आर्ट चाहिँ खतरा फेरि झापाली दाइले फेरि हान्दै दुईजना झापाली हो फेरि हाम्रो सरको नाम चाहिँ यज्ञ केसी हो डल्फिन चाहिँ उयो के भन्छ गन हानेर उहाँ चाहिँ हाम्रो उहाँहरू दुईजना चाहिँ अस्ति भर्खरको कति 1 महिना भयो आउनुभएको भर्खरै आउनु भएको हो उहाँहरू चाहिँ अब चाहिँ मेरो फोनको ब्याट्री नि सकियो 39% मात्र छ सो बाई बाई गाइस सी यू सुन ओके बाई